म चाहिँ अहिले आउँदैछु ठ्याक्क। हेलो हाई वेलकम टु माई न्यू ब्लग। अनि साथीहरू के गर्दै हुनुहुन्छ? म चाहिँ आज आएको छु म गाईघाटबाट ठ्याक्कै यो इटरीको गच्छा गाउँमा आएको छु हैन। अनि यस्तो सोच्दै गएँ अनि ब्लग बनाइदिउँ भन्ने कुरो आयो। अनि तपाईहरु चाहिँ के गर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट चाहिँ गर्न नभुल्नु होला। पनि मनमा लागेको कुराहरू चाहिँ भन्न चाहन्छु हैन। जति पनि हामी बेरोजगार टोलीहरू छौँ नि, तपाईहरु चिन्ता नमान्नुहोस्, युट्युब सुरु गर्नुहोस्। जब तपाईहरुको युट्युब ग्रोथ हुन्छ अनि तपाईहरुको लागि पनि एउटा अवसर खुल्नेछ। अनि म के भन्छु भने नि साथीहरु, म पनि अवसरकै खोजीमा छु। मैले पनि युट्युब भिडियोहरू पहिला बनाउँथे, मेरो च्यानल थियो, तपाईहरु चेक आउट गर्न सक्नुहुन्छ। मेरो कियाङ ब्लग थियो, त्यो आइडी एकदम चलिरहेको थियो। चल्दा चल्दै मेरो त्यो आइडी ह्याक हुन गयो हैन। त्यसपछि म पनि अनि युट्युब भिडियो बनाउन छाडेको थिएँ। अनि फेरि सोच्न थालेँ कि म के गरौँ, अब यतिकै बेरोजगार पनि भयो हैन साथीहरु। अनि काम पनि छैन, अब मोबाइल हातमा त छ नि। अब मान्छेले यही मोबाइल सदुपयोग गरेर लाइफ लाइन बनाएको छ भने वाइ नट, किन नसक्ने। म पनि गर्छु भनेर अनि भिडियो बनाउन थालेको छु साथीहरु। अब तपाईहरुलाई मन पर्छ पर्दैन त्यो त कमेन्टमा छोडिदिँदा पनि हुन्छ हैन। जे होस् म प्रयास गर्दै छु हैन। तपाईहरुले मलाई सक्दो हेल्प गर्न सक्नुहुनेछ। जहाँबाट हुनुहुन्छ तपाईहरुले मलाई सक्दो हेल्प गर्नु सक्नुहुनेछ। म चाहिँ अहिले ठ्याक्क हैन डे टु डे को बारेमा भिडियो बनाइरहेको छु, जो तपाईहरुलाई मन पर्छ पर्दैन हैन। मेरो डेली लाइफ यताउति अब घुमेको, अब खाएको, लगाउँदै सोच गरेको छु। अहिले त खासै भिडियो बनाउन सिक्दैछु। पहिला मैले बनाउन आउँथ्यो र आजकल बनाउन सिक्दैछु। म के पनि सोच्दैछु भने नि साथीहरु, जबसम्म म मेरो सब्स्क्राइबर बढाउँदिन तबसम्म रुद्राक्ष लगाउँछु भनेर सोचेछु साथीहरु हैन। अनि रुद्राक्ष चाहिँ मेरो सायद हैन यही हुनुपर्छ। जबसम्म म सब्स्क्राइबर बढाउँदिन नेपालभरिबाट तबसम्म म यो रुद्राक्ष लगाउँछु भनेर सोचेको छु साथीहरु। अनि के भन्छ, तपाईहरुले मलाई सक्दो हेल्प गर्नु होला हैन, किनकि म पनि नेपालबाटै हो। अब तपाईहरु पनि अब नेपालबाटै हुनुहुन्छ भने मलाई सक्दो सपोर्ट गर्नु होला। सब्स्क्राइब गरिदिनु चाहिँ नभुल्नु होला। अनि शेयर अनि कमेन्ट्स पनि गर्न नभुल्नु होला हैन। अब के भन्छु भने अनि जिन्दगी त यस्तै छ हैन साथीभाइहरु, चलिराखेकै छ। त्यही पनि अब जिन्दगीलाई अलिकति हैन युनिक बनाऊ भन्ने सोच भएर बनाइरहेको छु भिडियोहरू। अनि मन परे लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। आजको यो मिनी भ्लगबाट म अहिले आएको छु ठ्याक्कै, म चाहिँ इटरीमा छु, इटरीको सानो गाउँ गच्छा टोलमा छु। सो लाइक सब्स्क्राइब अनि कमेन्ट गर्न नभुल्नु होला। सो आजको मिनी भ्लगबाट बिदा हुन्छु। हस्त बाई।